तपाईँले मलाई किन धकाल्नु भएको? Why you push me? किन यहाँ भिड गरेको देखाएको छैन? कसले भिड गरेको छ? तपाईँलाई अरूले तपाईँको हात लगाउनु। तपाईँले why you push me? तपाईँले किन मलाई पुस गर्नुभएको? मैले पुस गरेँ भने तपाईँको हालत के होला? तपाईँले न्यु खचाउनु एउटा जनताले प्रत्यक्ष निर्वाचित गरेको व्यक्तिको अहम यो हो। यत्रो भिड भइरहेको छ भिडमा यस्ता यत्रो भिड भइरहेको छ पछाडिबाट आएर भिड भइरहेको छ भिडमा त कमसेकम भिड कम गर्नुपर्छ नि पालो सकेपछि अर्को पालो आउँछ भिड मैले भनेको पालो पालो आफ्नो काम गरेर जानु भएको राम्रो काम सपोर्ट गर्ने त्यही भनेको त नि उहाँले त राम्रो तरिकाले आफ्नो तरिकाले बुझ्नु हो क्वालिटीले पनि हेर्ने हो किताब त किन्नै पर्यो क्या किताब किन्नुहुन्छ हजुरहरू? केही भन्न चाहनुहुन्छ?